उहाँ मलेसिया जानुभयो। मलेसिया जाँदाखेरि उहाँको 3-4 लाख रुपियाँ ऋण थियो। ऋण भएपछि त्यो कुरा उहाँको श्रीमतीले एकदमै सहन सक्नु भएन। मेडिकल फेल भइसकेपछि उहाँ घर फर्किनुभयो। अब त्यो ऋण कसरी तिर्ने होला भन्ने चिन्ताले उहाँले आत्महत्या गर्न पुग्नुभयो। अब उहाँबाट त फिर्ता आए, यता त दिमाग त्यस्तै बोलाउँछ। मेरो बुढा पैसा पनि कमाउन सकेन, फेरि उहाँबाट किन फिर्ता आयो। अब मेडिकलमा फेल भयो, त्यही भएर त त्यहाँ त बस्न दिँदैन मेडिकल फेल भएपछि। अब नपरेको मान्छे त भनिहाल्छ तपाईँ त्यहीँ बस्नु नआउनु। अब कसरी नआउनु, त्यहाँ त फेरि बस्न दिँदैन, पुलिसहरू कुट्छ। त्यहाँ अर्काको देशमा त बस्न दिँदैन। हो त्यही कुराहरू दिमागमा त्यसले घुसायो अनि त्यहाँबाट अब यस्तो गरिदियो। र त्यसपछि रघुवीरजीमा के देखियो भने त्यो ढोका ढकढकाउने अथवा पछाडिबाट आएर टाउकोमा यसरी हान्ने भने यस्तो किसिमको समस्याहरू र उहाँको मनमा पनि के गरौँ अथवा आत्महत्यातिर पनि मन जान सक्छ यस्तो अवस्थामा। त्यतिखेर दुर्गा सरले हरिओम सूचना केन्द्रबाट आउनुभयो, सबै कुराहरू सिकाए। उहाँको कुराहरू दिमागमा घुसाउँदा नि फेरि सबै कुराहरू अलि राम्रै जस्तो लाग्यो। त्यो सरले सिकाएको कुराहरू सबै दिमागमा राखे। जब कोही मान्छेलाई पीड पर्छ भने त्यो डिप्रेसनमा जान्छ र त्यस पछाडि यस्ता कुराहरू निर्णय गर्न पुग्छन्, जस्तै अब आत्महत्या गर्नु अथवा त्यस पछाडि अन्य कुनै कदम जब मान्छेले त्यो अवस्थामा चाल्छ। र यो के हुन्छ भने जब एकजना व्यक्तिले कोही घरमा आत्महत्या गर्छ भने उसले मन पराउने अन्य व्यक्तिलाई पनि त्यतैतिर तान्न खोज्छ। यसको सैद्धान्तिक पाटो त्यो हो। र यो भनेको मनोसामाजिक विषय हो र मनोसामाजिक विषयलाई हामीले के गरेका छौँ भने अहिले यो परियोजनामा उहाँहरूको अब मनको पीडालाई र उहाँले आफ्नो अब यो दूरगामी हिसाबले आफ्नो बच्चा बच्ची, आफ्नो भविष्य, आफ्नो आमाको भविष्य के गर्ने त्यतातिर हामीले परामर्श गर्दाखेरि उहाँको माइन्ड डाइभर्ट गर्ने कुरा हुन्छ। र यो केसमा पनि हामीले त्यही गर्यौँ। अब बुढाबुढी हुँदा त धेरै रमाइलो हुन्छ। अब बुढाबुढी छैन, एउटा गुज्रिसक्यो, त्यो कुराहरू दिमागमा घुसायो भने त झन् बौले जस्तो हुन्छ नि त मान्छे। त्यही भएर अब त्यो कुराहरू दिमागमा राख्दैन। हामीले उहाँलाई मनोसामाजिक परामर्शकर्ता हाम्रो दुर्गाजी हुनुहुन्छ, उहाँहरू आउनुभयो र उहाँको मस्तिष्कलाई डाइभर्ट गर्ने प्रयास गर्नुभयो र त्यो भयो पनि। अहिले उहाँ एकदम नर्मल अवस्थामा हुनुहुन्छ। अहिले त एकदम पहिला जस्तै छु। अहिले त एकदम राम्रै छु। अहिले त म छोराछोरीलाई राम्रै गरी पढाउनु लेखाउनु म भन्दैछु। अब सकेसम्म जति सकेसम्म म पढाएर छोड्छु।